मान्छेलाई के जति राम्रो गर्न खोज्यो त्यति नराम्रो भइने रहेछ। खुट्टा तान्ने मान्छे आफन्तै हुन्छ भन्थे हो रहेछ। आफूले राम्रो गरेको देख्नै नसक्ने आफन्तहरू, मुखमा थिक्क बन्ने पछाडि खुट्टा तान्ने आफन्तहरू जति कहिले पनि नसकिने भयो के। यिनीहरूलाई जति हामीले जे गरे पनि चित्त बुझाउनै सकिँदैन। दुःख पर्दा आफन्त चिनिन्छन् भन्थे हो रहेछ। दुःख पर्दा फर्किन नहेर्ने आफन्तहरू भएको पनि देख्नै नसक्ने। यिनीहरूको अगाडि रोएर होइन हाँसेर देखाउनु छ। यिनीहरूको अगाडि सकिएर होइन सकाएर देखाउनु छ। अहिले केही होइन भनेर छोडेका आफन्तहरूलाई भोलि गएर तैहुस भन्ने बनाउनु छ। यो कुरालाई यहीँ राख्दै फेरि पनि स्वागत छ हजुरहरूलाई मेरो भलकमा। यो हजुरहरू सन्चै हुनुहुन्छ होला, म पनि एकदमै सन्चै आरामै छु। आजको मेरो दिन चाहिँ उल्टेर पल्टेर हेर्ने भए त सोरी हुन्छ। म के हेर्दैछु के हेर्न जाँदैछु भनेर हजुरहरू जान्न चाहनुहुन्छ भने हजुरहरू अन्त्यसम्म हेर्न सक्नुहुनेछ। म सँगसँगै सुरुमा चाहिँ म सुगा हेर्न गएँ। आजभोलि नानीहरू घरमा हुनुहुँदैन नि त, रोपाइ गर्नको लागि टिकापुर जानुभएको छ। कहिले आउनुहुन्छ थाहा छैन। घरमा चाहिँ बाबु मात्र हुनुहुन्छ। बाबु बिहान स्कुल गइहाल्नुहुन्छ, दिउँसो फेरि ट्युसन पढेर उतै गेम खेल्नुहुन्छ नि त भलिबल। त्यसैले मैले चारो खाएँ कि खाइन छ कि छैन भनेर हेर्न गएँ। सुरुमा हेर्न गएको पानी चारो सबै हालिदिइराख्नु भयो रहेछ बाबुले। सुगा यस्तो बोल्थ्यो नि आजभोलि बोल्दै बोल्दैन। उसको साथमा खेल्ने मान्छे बोल्ने मान्छे नभएर होला आजभोलि चुपचाप नै छ। मैले जति बोलाउन कोसिस गरेँ नि बोल्दै बोल्दैन कि हेरेर मात्र बस्छ बिचारो। मलाई त्यस्तो तित पनि लाग्यो, कस्तो बिचारी भयो थियो। त्यसपछि म त्यसलाई त्यही छोडेर पुसाइको घरतिर लागेँ। पुसाइसँग थोरै काम थियो नि त, त्यही भएर पुसाइको घर गएँ। त्यहाँ जाने बेला त खरायो पाल्नु भयो रहेछ। खरायोको ठुलो घर पनि बनाएर खरायोलाई त्यो एउटा खरायो राख्नु भयो रहेछ। घाँस पनि हालिदिनु भएको रहेछ कि यस्तो प्यारा प्यारा ती सेतो सेतो खरायो कि। यो सेतोवाला खरायोको चाहिँ आँखा पनि यति रातो खुन चोला जस्तो रातै रातो, अर्को खरायोको चाहिँ कालो कालो थियो आँखा। त्यसपछि म खरायोको जोडी हेरेर फर्किएँ। फर्केर आउँदै गरेको चाहिँ उल्टिएर फेरि हाँस थिएँ कि हाँसको चाहिँ मैले भिडियो बनाएँ। यो हाँसमा चाहिँ 4वटा हाँस थिए। यो हाँस त यति राम्रो छन् सेतो सेतो, तर हल्ला भने धेरै गर्ने रहेछन् कि यिनी हाँसले। कराको कर यति ठुलो स्वर हुन्छ, यति झिझो गर्छन् कि यिनीहरू। त्यसपछि म घरतिर फर्किएँ। घर फर्किँदा चाहिँ यति राम्रो फुल फुल्या रहेछ कि। यो फुल आजभोलि यति राम्रो फुल्ने रहेछ। अरू बेला यसलाई हेऱ्यो भने पुरा सुकेको रुख जस्तै हुन्छ, आजभोलि फुलेर यति राम्रो भएको छ। अनि म बिहान फोटो खिचेँ। यो फुललाई समातेँ, राम्रोसँग हेरी अँगालेर आएँ फुललाई। फुल चलाउँदा चलाउँदा मेरो त टाउकोमा झर्या रहेछ फुल। बिहानको मौसम चाहिँ एकदमै राम्रो देखिएको छ। त्यसपछि आएँ म धारामा पानी आएकै थिएन। त्यसपछि म घरतिर आएँ। घर आएर म एकछिन बसेँ। एकछिन बसिसकेपछि मैले टाउको साउको गुरेर रुमाल बाँधेँ टाउकोमा। त्यसपछि मैले गहुँलाई धुएँ। देखलाई खरानी त्यो मोसी लगाएर चुलामा दोसेँ। यो चाहिँ चार बनाउनको लागि हो। मगरको छोरी भइसकेपछि यति कुरा त सिकिराख्नु पर्ने रहेछ, आफ्नो लागि नभए पनि अरूको लागि। फेरि मगरको चलनमा यो जार रक्सीले नै स्वागत गर्ने गरिन्छ। यही नै हो मगरको चलन भनेको। त्यसपछि मैले गहुँलाई राम्रोसँग पाक्न दिएँ। पानी थप्दै पकाएँ। जति बेलासम्म पाकेर यो तयार हुँदैन त्यति बेलासम्म पकाएँ। बेसरी उम्लियो, पाक्यो पनि। मगरको छोरी भन्दा नि मगरको बुहारी भइसक्यो भने यो चार पकाउन चाहिँ पक्कै सिक्नै पर्ने कि। आफूले खाऊ या नखाऊ पाहुनाको लागि भए पनि पकाएर राख्नुपर्छ। यो चाहिँ अब हाम्रो धान रोपाइ आउँदैछ नि, धान रोपाइ बेला दिनको लागि चाहिँ पकाउँदैछु है म। घरमा त कोही खाँदैन तैपनि खेतालाको लागि पकाउँदैछु। आजको लागि यति नै। फेरि पनि म नयाँ भ्लग लिएर आउने नै छु। हजुरहरूलाई मनपर्छ भने हजुरहरू हेर्न सक्नुहुनेछ। फेरि पनि भेट्दै गर्नेछु। हस् त बाई बाई।